three, go. Good touch. 1, 2, 3, go. Bad touch. अब देखिबाट त्यस्तो नजिकैको मान्छेहरूसँग नबोल ल म प्लान के अब आशाको बिहे होला किन होला मैले त सुनेको छु आशाको त फेसबुकमा भेटिएको र दिदीले हाइलाइट गर्ने एउटा साथी छ प्राय घरको सबै समस्या अनि आफ्नो सबै कुरा शेयर पनि गर्छिन् रे हेरौँ है त आज पनि के आशा आफ्नो सबै कुरा शेयर गर्छिन् कि गर्दैन दाइ चाहिँ के कान्छीकै सहयोग गर्छौ हो म तेरो सधैँ राम्रो चाहन्छु आई लभ यु डियर आई लभ यु आमालाई थाहा हुन सक्छ राति 10 बजे बस पार्कमा आऊ है म तिमीलाई मेरो दिदीको घर लगेर सुरक्षित राख्छु ओके थ्यांक यू विश्वास गरे हो क्या हातबाट आज धेरै छोरीचेलीहरू यस्तै गरी ओए के हो यता
अवश्य पनि हामीलाई कसैले न कसैले मद्दत गर्छ। पढेर ठुलो मान्छे भयो है बाबु। बहिनी त बिहे गरेर अर्को घर गइहाल्छ। राम्ररी पढेर खानदानको नाम राख्नु। दाइ तपाईँ पढेर डाक्टर हुनु, म पनि पढेर नर्स हुन्छु अनि हामी एउटै हस्पिटलमा काम गर्ने। पढेर बिहे गरेर है बाबु हुनहाल्छ। राम्ररी पढेर खानदानको नाम राख्नु है। आमा म तपाईले भनेको जस्तो छोरा गर्न सकिन। आमा मलाई माफ गर्नुहोस् आमा। सुइलाएर बोल्दै हेलो, काठमाडौँ प्रहरी कार्यालयबाट
साउन्ड सुन्नु भएको सबके लागि मैले जस्तै गल्ती तपाईहरूले कदापि नदोहोऱ्याउनु। छोराछोरी समान हो, छोराछोरी एक हो, छोराछोरी एक हो। म मानव बेचबिखनबाट बचाइए, तर अझै धेरै दिदीबहिनीहरू त्यहीँ फसेका छन्। घरले बचाउनु पर्छ न कि बेच्न, सामाजिक सञ्जालले जोड्नु पर्छ न कि फसाउन। बालबालिका सिक्न जन्मिन्छन्, बिक्न होइन। चुप रहनु अपराध जस्तै हो। बोलो, बचाऊ, परिवर्तन ल्याऊ। परिवर्तन सधैँ आवाजबाट सुरु हुन्छ र यो आवाज अहिले तपाईँ हो। नाटकमा देखिहाल्यो, इच्छा गरेमा 3 महिना जेल सजाय, बाल विवाह गरी दिएमा 3 वर्षसम्म जेल सजाय र 50,000 नगद जरिवाना। मानव बेचबिखन गरेको पाइएमा 20 वर्षसम्म जेल सजाय र 2 लाखसम्मको जरिवाना सजाय छ। हाम्रो समाजमा यसले इच्छा गरेको पाइएमा, मानव बेचबिखन गरेको देखेमा वा सेलिब्रिटी बेचबिखन गरेको पाइएमा हाम्रो प्रहरी कार्यालय वा हाम्रो आफन्त नेपालमा खबर गरिदिनु होला। हामी आफू बचाउ, अरूलाई बचाउसँग जोड्नु अपराध नगर्नु। धन्यवाद। नहोस् कसैलाई भारी, हामी हौ आफ्नै जिम्मेवारी। बिहे चाहिँ 20 वर्ष पारी। नारी नहोस् कसैलाई भारी, हामी हौ आफ्नै जिम्मेवारी। बिहे चाहिँ 20 वर्ष पारी। हामी बन्न सक्छौँ नेता, वकिल बन्न सक्छौँ खेलाडी। हामी बन्न सक्छौँ डाक्टर, पाइलट बन्न सक्छौँ प्रहरी। हामी बन्न सक्छौँ नेता, वकिल बन्न सक्छौँ खेलाडी। हामी बन्न सक्छौँ डाक्टर, पाइलट बन्न सक्छौँ प्रहरी। हामी बन्न सक्छौँ कवि, टिचर बन्न सक्छौँ रेसर। हामी बन्न सक्छौँ इन्जिनियर बन्न सक्छौँ एक्टर। हामी बन्न सक्छौँ कवि, टिचर बन्न सक्छौँ रेसर। हामी बन्न सक्छौँ